म चाहिँ नानो स्टुडियोबाट बोल्दैछु है। आज चाहिँ हामी नानोप्लास्टिया गरेर देखाउँदैछौँ। पहिला सुरु कपाललाई चाहिँ हामीले मजाले स्याम्पू गर्ने, सल्फेट फ्री स्याम्पूले चाहिँ कपाल स्याम्पू गर्ने र स्याम्पू गरिसकेपछिको अरू प्रोसेस के हुन्छ त हामी यहाँहरूलाई देखाउनेछौँ। यो चाहिँ हाम्रो स्याम्पूको प्रोसेस है। हामीले चाहिँ यो नानोप्लास्टिया लगाउँदैछौँ, लोसन लगाउँदैछौँ होइन। सुरुमा हामीले हेयर वास गऱ्यौँ, ब्लो ड्राई गऱ्यौँ 80% र ब्लो ड्राई गरिसकेपछि चाहिँ यो लोसनलाई चाहिँ हामीले कपालमा लगाउँदैछौँ। लगाएर अब हामी ऱ्याप गर्छौँ। ऱ्याप गरेको बेलामा फेरि देखाउनेछौँ। अहिले चाहिँ हामीले लोसन लगाउँदैछौँ है त। हामीले यो नानोप्लास्टिया लगायौँ र लगाएर प्लास्टिक पनि टाँस्यौँ। प्लास्टिया लगायौँ, प्लास्टिक टाँस्यौँ। यो मजाले ऱ्याप गर्ने कपाल है। ऱ्याप गरेर आधा घन्टा जस्तो चाहिँ छोडिदिने। अनि छोडिसकेपछि के गर्नुपर्छ फेरि हामी देखाउनेछौँ है। हेलो अघि नै हामीले कपालमा ब्लो के भन्छ वास गऱ्यौँ। फर्स्टमा हामीले कपाल वास गऱ्यौँ। वास गरिसकेपछि चाहिँ ब्लो ड्राई गऱ्यौँ 80%। त्यसपछि नानोप्लास्टिया क्रिम लगायौँ। लगाइसकेपछि हामीले प्लास्टिकको ऱ्यापले ऱ्याप गऱ्यौँ। ऱ्याप गरिसकेपछि आधा घन्टा 45 मिनट छोडिदियौँ। त्यसपछि चाहिँ हामीले यो ब्लो ड्राई गरेर अनि यो आइरन तान्दैछौँ। आइरन चाहिँ एकदम मजाले फाइन आइरन हुनुपर्छ होइन। हामीले कपालमा आइरन लाउँदाखेरि नानोप्लास्टिया गर्दाखेरि चाहिँ एकदम फाइन आइरन हुनुपर्छ। यहाँ देखिराख्नु भएको छ यस्तो मजाले आइरन गर्नुपर्छ। आइरन गरिसकेपछि सकिन्छ नानोप्लास्टिया वास गरिसकेपछि। अब हामी चाहिँ आइरन गरिसके पछाडि फेरि देखाउँछौँ है। यो चाहिँ मेरो फाइनल रिजल्ट हेर्नुहोस् गाइस। मैले नानोप्लास्टिया गरेको होइन। मेरो यो कपाल चाहिँ पुरै ड्यामेज थियो, एकदम नै ड्यामेज थियो। कलर गर्दा गर्दा ड्यामेज भएको थियो, ड्राई भएको थियो। र हेर्नु सक्नुहुन्छ यो फाइनल रिजल्ट कस्तो लाग्यो यहाँहरूलाई नानोप्लास्टिया। हामीले अघि पनि भने मैले, हामीले चाहिँ नानोप्लास्टिया बोटक्स चाहिँ 5500 गरिदिइरहेका छौँ भने केराटिन चाहिँ 3500 गरिदिएका छौँ। यो चाहिँ हाम्रो न्यू इयर अफर हो। न्यू इयर अफरमा यहाँहरूले चाहिँ आफ्नो कपाललाई राम्रो बनाउन सक्नुहुन्छ, साइनी ग्लसी बनाउन सक्नुहुन्छ, हेल्दी बनाउन सक्नुहुन्छ। र हाम्रो स्टुडियो रहेको छ कमल पोखरी सिटी सेन्टरको ठ्याक्कै अपोजिटमा नानी स्टुडियो। यो टिपटपको माथि छ। आउनुहोला, भिजिट गर्नुहोला, हाम्रो सर्भिस लिनुहोला। र साथसाथै हामीले ब्राइडल मेकअपमा चाहिँ 50% अफ गरेका छौँ। बुकिङ गराउनुहोला। हस् त, बाई बाई।